केपी बाले सिट्टी लाउनु भयो भनेपछि 2 लाख युवा काठमाडौँमा आउनेछन्। बालेन शाहले स्ट्याटस लेखेको भरमा सेनापति मार्फत नेपालको लोकतन्त्रलाई कब्जा गर्ने, संकट काल लगाउने र पूर्व राजा ज्ञानेन्द्रलाई फेरि बिउताउने जुन चलखेलहरू भए, यो चलखेल नेपालको इतिहासमा किमात हुन दिने छैन। रवि लामेछाने लगायतका भ्रष्टाचारका फाइल चिज जले, किन जल्यो? हाम्रो नेतालाई अनावश्यक दुःख दिने, बयानमा बोलाउने र धरपकड गर्ने काम भयो भने यो फोर्सलाई × 5 गर्नुस्। अहिले 20,000 गयो, त्यसलाई × 5 गरेर 1 लाख बनाउँछौँ र सिंहदरभित्र जान्छौँ। हाम्रो नेता कार्यकर्ताहरूमाथि अपमान गरेको, आक्रमण गरेको, घाइते बनाएको कुरा ठुलो हेरौँ। अब यो दिन आजबाट सकियो साथीहरू। अब सिंहदरबार कहिले जल्ने छैन। अब राज्यका कुनै पनि सम्पत्ति नष्ट हुने छैनन्। ठाउँका ठाउँ ठिक पार्नेछौँ। एमाले जिन्दाबाद, केपी ओली जिन्दाबाद भनेर लुसिफर र दलाल नबन, कैदी नबनाऊ, हतियार नलुट। बारबारा फाउन्डेसन र हामी नेपाली जस्ताका पैसा लिएर टिबेटन शरणार्थी र विदेशीको दलाल बनेर नेपाललाई निल्ने तिमीहरू दलालहरूको दिन अब सकियो। अब शहीद परिवार र घाइतेहरूलाई सम्बोधन गर्ने तपाईँहरूको हिम्मत छैन, अनुभव छैन। डङ्क दाहाल, राजीव खत्री, निश्चल बस्नेत, भोजराज नेउपाने के नाम गरेका यी सेलिब्रिटीका नामका व्यक्तिहरूले 300 भन्दा बढी व्यक्तिहरू सदनमा जलेका छन् भन्ने स्टन्टबाजी गरेर भ्याए संसद पुनर्स्थापना गर्न चाहन्छन्। बालनको स्ट्याटसले संसद विघटन गर्ने कुरा बेठिक भयो भनेर उनीहरूले भनिरहेका छन्। राहत, उद्धार र पुनर्स्थापनामा टाउकोमा कफन बालेर अगाडि बढ्छ। यसको एउटा उद्देश्य यो हो, दुर्गा प्रसाईको पछिल्लो गिरफ्तार गर्न नहुने थियो भन्ने हाम्रो कुरा छ। किनभने कुनै पनि सूचनाहरू सार्वजनिक गरे बापत व्यक्तिलाई गिरफ्तार हुन पाइँदैन भन्ने हाम्रो कुरा छ। देउसिरे भने पनि 23 र 24 गते जस्तो देउसी खेल्न कोही आउँदैन। अब अराजक अपराधीहरूले होइन, अब नेकपा एमाले यो भोलिन्टियर फोर्सले यो सडक अब प्रदर्शन गर्छ भनेर रवि लामेछाने लगायतका नेताहरूको हरिदिलो भए पछाडि राष्ट्रसभाका मान्छे त्यहाँ लागेका छन्। राजा ल्याउने सपना पुरा नभएको र दुर्गा प्रसाई गिरफ्तार भए पछाडि राजावादी भनाउँदीहरू त्यहाँ लागेका छन्। डलरवादी पत्रकारहरू पनि यो समाजमा आतंक फिर्याउने कुराका मुख्य भूमिका खेलिरहेका छन्। अघि बढ केपी बा। हाम्रो नेतालाई अनेक झुटा मुद्दा लगाउने, हाम्रो नेतालाई बयानको नाममा बोलाउने भन्ने जुन धम्कीपूर्ण भाषा आइरहेको छ, आज माइतीघरदेखि बानेश्वरसम्म हिँडेको यो शक्ति शान्तिपूर्ण शक्ति हो। हामीले देखाएका हौँ हामी शान्तिपूर्ण शक्ति कुन नगरी देखाउँछौँ भनेर होइन। यो शान्तिपूर्ण शक्तिलाई बानेश्वरबाट माइतीघरतिर होइन, बानेश्वरबाट सिंहदरबारतिर ल्याउनुहोस् भनेर सुशीला आमै र ओम प्रकाशजीले निम्तो दिनुहुन्छ भने, अथवा उहाँले बनाउनु भएको आएको गौरीबहादुर कार्कीजीले निम्तो दिनुहुन्छ भने त्यो निम्तो स्वीकार्न हामी तयार छौँ। नेपालको राजनेताको छवि बनाउनु भएका, लोकतन्त्र, विधिको शासन, विकास र समृद्धिको नेतृत्व गर्नुभएको, नेपालीको मान शान र गौरवलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा शानका साथ प्रस्तुत गर्नुभएको, समृद्ध नेपाल र सुखी नेपालीको अभियान चलाउनु भएको, विकास डेटामा परिवर्तन गरेर मात्र हुँदैन। काठमाडौँको मान्छे 90 वर्ष बाँच्दा मुगुको मान्छे पनि 90 वर्ष बाँच्दा पाउनुपर्छ। भक्तपुरको 92% मान्छेले पढिरहँदा रौतहटको मान्छे पनि 49%ले पढेर हुँदैन, 92%ले नै पढ्न पाउनुपर्छ। हाम्रो वार्षिक आम्दानी $1400 हुँदाखेरि बजाङ बाजुराका मान्छेहरू वार्षिक स्वास्थ्य पनि नहुने, विराटनगर, पोखरा, भरतपुर, वीरगञ्जका मान्छेहरूको 2500 हुने अन्तर्विरोध हुनु हुँदैन। त्यसलाई समान हिसाबले मुलुकको विकास र डेटा परिवर्तन गर्नुपर्छ। त्यही हो परिपूर्ण लोकतन्त्र, त्यही हो जनवादी पुँजीवाद भनेर व्याख्या गर्ने समृद्ध नेपाल र सुखी नेपालीका अभियन्ता राजनेता कमरेड केपी शर्मा ओली, जो आजका कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्छ। आजको युथ भोलिन्टियर फोर्सको कमान्डको उहाँले घोषणा गर्दै हुनुहुन्छ।
उहाँलाई म हार्दिक सम्मान प्रकट गर्न चाहन्छु। कोटेश्वर आइसक्नु भएको छ, अबको 10 मिनेटमा उहाँ हलमा प्रवेश गर्नुहुनेछ। त्यसैगरी नेकपा एमालेको 23 वटा जनसंगठनको नेतृत्व गरिरहनु भएको, 1 वर्षभित्र 23 वटा जनसंगठनको अधिवेशन गरेर त्यो 23 वटा जनसंगठनको जोश जाँगर र ऊर्जामा अर्को 24औं जनसंगठन नेशनल युथ फोर्सको घोषणा गर्नको निमित्त विशेष पहल गर्न हुने पार्टी स्थायी कमिटीका सदस्य कमरेड भानुभक्त ढकालज्यू र आजको यो कार्यक्रममा सैद्धान्तिक र वैचारिक हिसाबले नेकपा एमालेको यो अभियानलाई नेतृत्व गर्नुहुने, राजनीतिक रूपमा गाइडलाइन दिनुहुने पार्टीका उपमहासचिव कमरेड प्रदीप ग्यावालीज्यू र हिजो पिपल भोलिन्टियर्सदेखि स्वयंसेवकीय अनुभवले अगाडि बढ्नुभएका हाम्रा भूपू सैनिक प्रहरी संगठनका अध्यक्षज्यू र यसको पनि अभिभावकीय अनुभव बोकेका विनोद श्रेष्ठ कमरेड र विगतमा केही समय हाम्रो ग्यापमा रहे पनि यी तमाम युवाहरूलाई जोश जाँगर ऊर्जा दिन सक्षम नेपालको उच्च एउटा जोश जाँगर ऊर्जा बोकेकी एउटा जुझारु महिला नेत्री कमरेड रामकुमारी झाँक्रीज्यू मञ्चमा रहनुभएका सम्पर्क मञ्चको तर्फबाट आज हामीलाई धेरै ठुलो सहयोग भएको छ। आदरणीय लालबाबु पण्डितज्यू उहाँले जोश जाँगर ऊर्जाका साथ भन्नुभएको छ, म आफै पनि पहिला फिल्डमा आउँछु, आज हजारौं युवा म पठाउँछु भन्नुभएको छ। म धन्यवाद दिन चाहन्छु। आदरणीय राजन भट्टराई यहाँ हुनुहुन्छ, उहाँले भोलि 6 गते काठमाडौँमा हामीले गर्ने व्यापक प्रदर्शनको नेतृत्व गरिरहनु भएको छ। आजको सडकको प्रदर्शनबाट हामीले भोलिको एमालेको प्रदर्शन भव्य हुनेछ र बिहानीको झलकले दिउँसो कस्तो हुन्छ भन्ने कुरा देखिन्छ भनेको जस्तो अहिलेको युथ भोलिन्टियर फोर्सको सूर्य उदयले भोलि भिरकुटी मण्डपमा एमालेले कस्तो कार्यक्रम गर्दैछ भन्ने कुराको संकेत हो। म सबै युवाहरूलाई कमरेड राजन भट्टराई मार्फत निमन्त्रणा गर्न चाहन्छु। भोलि 11 बजे भिरकुटी मण्डपमा हामी कास्टिकको रूपमा प्रस्तुत हुने विभिन्न भ्याली र आसपासका जिल्लाहरूबाट आएका नेकपा एमालेका नेता कार्यकर्ता 60,000 भन्दा बढी भोलि हामी भिरकुटी मण्डपमा जम्मा भएर सभा गर्दैछौँ र सुशीला आमालाई राजनीतिक जीवनबाट टाटा बाई बाई गराएर उहाँलाई छोराछोरीसँग बेलायत गएर आफ्नो बिरामी पति र आफ्नो समेत उपचार गरेर आरामदायी जीवन बिताएर यो राजनीतिमा मलाई अचानो बनायो भन्नु भएको छ। बिचरा आमा यो अचानो नबन्नुहोस्, यो रिटायर जीवन शानदार ढङ्गले बेलायतमा गएर बिताउनुहोस्, उही छोराछोरीको सेवा गर्नुहोस्, आफ्नो वृद्ध पतिको सेवा गर्नुहोस् र आफ्नो शानदार जीवन बिताउनुहोस्। यो राजनीति दलहरूले गर्ने हो, यो राजनीति नेताहरूले गर्ने हो, तपाईँ उतै जानुहोस् भनेर युवाहरूले यो सन्देश दिएका छन्। मलाई लाग्छ सुशीला आमाले 2-3 दिनभित्र राजीनामा दिनुहुन्छ। यदि उहाँले राजीनामा दिनु भएन भने म सुशीला आमा मार्फत लुसिफरहरूलाई समेत, म सुशीला आमा मार्फत दलालहरूलाई समेत के भन्न चाहन्छु भने एमालेले बनाएको यो नेशनल युथ भोलिन्टियर फोर्स यसले लोकतन्त्रको सम्वर्धन गर्नेछ। बालेन शाहले स्ट्याटस लेखेको भरमा सेनापति मार्फत नेपालको लोकतन्त्रलाई कब्जा गर्ने, सङ्कटकाल लगाउने र पूर्व राजा ज्ञानेन्द्रलाई फेरि बिउताउने जुन चलखेलहरू भए, यो चलखेल नेपालको इतिहासमा किमार्थ हुन दिने छैन। युथ भोलिन्टियर फोर्स त्यो ढङ्गले परिचालित हुनेछ। त्यसै गरी संसद विघटन गरेर हाम्रो लोकतान्त्रिक पद्धतिमाथि हमला गरेर प्रधान न्यायाधीश भइसकेकी आमैलाई जेनजीको भावनाभन्दा विपरीत ढङ्गले 73 वर्षकी आमा बिचरा खुट्टा खोच्याउँदै हिँड्नुहुन्छ। अब ती आमाबाट देश चल्दैन, अब संसद पुनर्स्थापना गर्नुपर्छ भन्ने आदरणीय अध्यक्ष केपी ओलीज्यूको भावनालाई समर्थन गर्दै लोकतन्त्र, संसद पुनर्स्थापना, विधिको शासन र सुशासनलाई ठिक ट्र्याकमा ल्याउनको निमित्त नेशनल भोलिन्टियर फोर्सले काम गर्नेछ। यो कमिटमेन्ट आज म तपाईँहरूको सामु दोहोऱ्याउन चाहन्छु। त्यसै गरी आज शहीद परिवारहरू युथ भोलिन्टियर्सको विरुद्ध उचाल्न खोजेको छ। हिजो गृह मन्त्रालयमा एमालेको एउटा बागमती प्रदेशको टिम जाँदा सुदुन गुरुङ र गृहमन्त्री सँगै बसेका थिए। आज उनीहरूको प्लानमा
माइतीघर मण्डलामा शहीद परिवारलाई उचाल्ने काम गरियो। म सुशीला आमाले र ओम प्रकाशजीलाई सुझाव दिन चाहन्छु, शहीद परिवार र घाइतेहरूलाई सम्बोधन गर्ने तपाईहरुको हिम्मत छैन, अनुभव छैन, दक्षता छैन, क्षमता छैन। अब चाँडै नै संसद पुनः स्थापनापछि बन्ने सर्वदलीय सरकार जहाँ जेएनजीहरुको पनि प्रतिनिधित्व हुन्छ, उनीहरुको सम्मान नेकपा एमालेले गर्नेछ, उनीहरुको उपचार नेकपा एमालेले गर्नेछ, उनीहरुको राहत नेकपा एमालेले दिनेछ। हिजो युथ फोर्स बनाएर माओवादी लडाकुहरूलाई हामीले यो अनुरोध गर्दा धेरै मान्छेहरूले हामीलाई खिसी टिउली गरेका थिए। पछि केपी ओली प्रधानमन्त्री भएपछि पुष्टि गर्नुभयो, सम्पूर्ण जनसेनाहरू, सम्पूर्ण लडाकुहरू प्रचण्डले हामीलाई धोका दिए, गद्दारी गरे। हामी लडाकु जनसेना, घाइते अपाङ्ग र शहीद परिवारलाई नेकपा एमालेले सम्मान गर्यो। केपी ओली जिन्दाबाद, एमाले जिन्दाबाद भनेर धेरै माओवादीका साथीहरूले भन्नुपर्ने स्थिति आयो। आज शहीद र घाइते परिवारले भोलि सुशीला आमा र ओम प्रकाशको राजीनामा माग्ने प्रक्रिया सुरु भइसकेको छ। भोलि उहाँहरूले भन्नुहुनेछ केपी ओली प्रति नबुझेर विदेशी दलालहरूले उचालेर, लुसिफरहरूले मेनिपुलेसन गरेर हामीलाई उचाले। वास्तवमा यो देशको राष्ट्रवादी पार्टी, विकास प्रेमी पार्टी नेकपा एमाले रहेछ। राष्ट्रवादी नेता केपी ओली हुनुहुँदो रहेछ। त्यही भएर एमाले जिन्दाबाद, केपी ओली जिन्दाबाद भनेर शहीद र घाइते परिवारले भन्दछन्। यो दिन आउनेछ, यो कुरा म तपाईहरुलाई राख्न चाहन्छु। तेस्रो कुरा, हाम्रो सिंहदरबार जल्यो, सर्वोच्च अदालत जल्यो, सदन जल्यो, अख्तियार जल्यो, अदालतका जहाँ जहाँ फौजदारी फाइलहरू थिए ती सबै जले। जहाँ जहाँ रवि लामेछाने लगायतका भ्रष्टाचारका फाइल थिए ती जले। किन जल्यो? किन जल्यो भने प्रहरीको मनोबल थिएन, सेनाको मनोबल थिएन, अथवा उनले जोगाउन चाहेन। अनि नेकपा एमालेले पनि यो खालको भोलिन्टियर संगठन हामीले बनाएका थिएनौं। विगतमा हामीले युथ फोर्स बनायौं, विगतमा हामीले पिपल भोलिन्टियर्स बनायौं। तर अहिले हामीले बनाएको युवा संघ, अनेरा सब्यू, अनेमा संघ, भूपू सैनिक प्रहरी संगठन, उनीहरूले राजनीतिक एजेन्डामा काम गरे, उनीहरूले आफ्नो सामुदायिक र पेशागत हितको पक्षमा काम गरे, उनीहरूले स्वयंसेवककै हिसाबले काम गर्ने दायित्व उनीहरूसँग थिएन, त्यो कर्तव्य र अधिकार उनीहरूसँग थिएन। त्यही भएर सिंहदरबार जलेको हामीले ठुलो ठुलो हेरौं, उद्योग प्रतिष्ठान जलेको ठुलो ठुलो हेरौं, व्यक्तिको घर जलेको ठुलो ठुलो हेरौं, हाम्रो नेता कार्यकर्ताहरूमाथि अपमान गरेको, आक्रमण गरेको, घाइते बनाएको कुरा ठुलो ठुलो हेरौं। अब यो दिन आजबाट सकियो, सकियो साथीहरू। अब सिंहदरबार कहिले जल्ने छैन। अब राज्यका कुनै पनि सम्पत्ति नष्ट हुने छैनन्। अब निजी उद्योग धन्दाहरू कोही कसैले पनि जलाउने, तोड्ने र बन्द गर्न सक्ने छैन। अब व्यक्तिका घरहरू जलाउन सक्ने छैन। अब एमालेको नीति, एमालेको नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई चोर, डाका, लुटेरा, आगजनी गर्ने र अपराधीहरूले तलाउन खोज्यो भने हामी तिनीहरूलाई ठाउँका ठाउँ प्रतिरोध गर्नेछौँ, ठाउँका ठाउँ ठिक पार्नेछौँ। हामी प्रहरीको मनोबल बढाउन सहयोग गर्नेछौँ। 500 जलेका प्रहरीका चौकीहरू पुनर्निर्माणको अभियान सुरु गरिसकेका छौँ। हामीले त्यसलाई तीव्र गतिले बनाउनेछौँ। हामी पार्टी कार्यालय, नेताका घरहरू, उद्योग प्रतिष्ठानहरू बनाउने कुरामा सहयोग गर्छौँ। म राज्य पहाडी र क्षितिज थेमेलाई धन्यवाद दिन्छु। केपी शर्मा ओलीजीको पुर्खौली घर तेह्रथुममा गएर 3 दिन अगाडि पुनर्निर्माणको अभियान सुरु गर्नुभयो। युवा संघले यो गर्नेछ, युथ भोलिन्टियर फोर्सले गर्नेछ, अनेरा सब्यूले गर्नेछ, अनेमा संघले गर्नेछ। संयुक्त ढङ्गले पुनर्निर्माणको अभियान चलाउनेछ। पुलिसको मनोबल बढाउन भूमिका खेल्नेछौँ। 14,000 कैदीहरू बालेन सडकमा नआएको कारणले रविलाई सडकमा ल्याएर प्रधानमन्त्री बनाउनु पर्छ भन्ने टङ्क दाहाल, राजीव खत्री, निश्चल बस्नेत, भोजराज नेउपाने के नाम गरेका यी सेलिब्रिटीका नामका व्यक्तिहरूले 300 भन्दा बढी व्यक्तिहरू सदनमा जलेका छन् भन्ने स्टन्टबाजी गरेर भ्याए। कति 30 किलो सुनको मेयरको घरमा भेटेको भनेर स्टन्टबाजी गरेर भ्याए। यिनका स्टन्टबाजीले र रवि र त्यसका पार्टीका व्यक्तिहरूका कारणले 14,000 कैदीहरू भागे। 1200 प्रहरीका हतियारहरू अहिले पनि बाहिर छ। 1 लाख गोलीहरू अहिले पनि बाहिर छ। प्रहरीको ड्रेस लुटेको छ।
प्रहरीहरूलाई आतंकवादी स्टाइलले प्रहरीको ड्रेस खोसेको छ, आक्रमण गरिएको छ, मारिएको छ। अब सावधान, यो नेशनल भोलिन्टियर फोर्सले खोसेको हतियार फिर्ता ल्याउनेछ, भागेको कैदीहरूलाई भित्र ल्याउन सहयोग गर्नेछ। रवि लामेछाने र बालेन शाहलाई सम्झाउनेछ, लुसिफर र दलाल नबन, कैदी नभगाऊ, हतियार नलिँद। बारबारा फाउन्डेसन र हामी नेपाली जस्ताका पैसा लिएर टिबेटन शरणार्थी र विदेशीको दलाल बनेर नेपाललाई निल्ने तिमीहरू दलालहरूको दिनहरू सक्यो। अब नेशनल भोलिन्टियर फोर्सले यी खालका शक्तिहरूको पहिचान गर्नेछ र जनताको बिचमा यिनीहरूलाई नङ्ग्याउनेछ। यसले नेकपा एमालेको महाधिवेशन अधिवेशन सभा समारोहको व्यवस्थापन गर्नेछ। त्यो व्यवस्थापन गरिरहँदा त्यहाँभित्रको आन्तरिक जनवादलाई यसले निष्पक्ष ढङ्गले त्यो सुचारू ढङ्गले अभ्यास हुन दिनेछ। यसले व्यक्तिगत पक्षधरता राख्न सक्छ, तर संस्थागत पक्षधरता र त्यस्ता खालका अधिवेशन महाधिवेशनका हलहरूमा कुनै पनि खालको पक्षधरता राख्दैन। एमालेको हरेक गतिविधिहरूको यसले सुरक्षा गर्छ, व्यवस्थापन गर्छ। एमालेका जनसङ्गठनहरूको यसले सुरक्षा गर्छ, व्यवस्थापन गर्छ। त्यति मात्र होइन, विभिन्न जिल्लाहरूमा हुने महोत्सवहरू, जात्राहरू, मेलाहरू, विभिन्न सङ्घ संस्थाहरूको कार्यक्रमहरूमा पनि उहाँले सहयोग माग्नुभयो भने हाम्रो पहिचान नलिकन भए पनि भोलिन्टियरली हामी काम गर्छौँ। अब देशमा हुने सबै खालका औपचारिक कार्यक्रमहरू, सार्वजनिक कार्यक्रमहरूलाई व्यवस्थापन गर्ने कुरामा यसले ध्यान दिन्छ। यसले भूकम्प, बाढी पहिरो र आगजनी जस्ता प्राकृतिक प्रकोपहरू आइपर्यो भने यसले जसरी जाजरकोटमा कमरेड किरण पौडेलको नेतृत्वमा एउटा अभियान चलाएर त्यहाँको भूकम्प पीडितहरूलाई राहत दिने काम गर्यो। यसले 72-73 को भूकम्पको बेलामा म, निरुपाल, अजित पहाडी लगायतका साथीहरूले देशव्यापी एउटा राहत उद्धार र पुनर्स्थापनाको काम गर्नुभयो। यहाँ सञ्जीव झा पनि हुनुहुन्छ, सिद्धुपाल्चोक गएको मेरो धेरै मिठो अनुभव छ दाइ भन्नुहुन्छ। जसरी यसले काम गर्यो, भोलिको दिनमा प्राकृतिक विपत्ति आइपर्दा राहत उद्धार र पुनर्स्थापनामा टाउकोमा कफन बाँधेर अगाडि बढ्छ। यसको एउटा उद्देश्य यो हो। यसले गरिबहरू, रोगीहरू, पीडितहरू, पछाडि परेको वर्ग र समुदायलाई यसले राज्यको मूल प्रवाहमा ल्याउने भूमिका खेल्छ। यसले भ्रष्टाचारको विरुद्ध सुशासन स्थापना हुने कुरामा भूमिका खेल्छ। यसले दुखी पीडितहरूको मानवीय सेवा गर्छ र सामाजिक न्यायको काममा यसले आफ्नो शक्तिलाई पहिचान गर्छ र यसले सम्पूर्ण गरिब, पीडित, दुखी, रोगी, मानवीय हिसाबले पछाडि परेका समुदायको मनोबल बढाउने काम गर्छ। यसले अहिले जेएनजी आन्दोलन पछाडि जुन ढङ्गका अपराधिक गतिविधि र अराजक गतिविधि हुन थालेका छन्, हामीले देख्यौँ। जेएनजी आन्दोलनको नेता भन्ने एउटा अपराधीले धादिमा गएर आमाको हत्या गर्यो, अर्को अपराधीले काभ्रेमा गएर चेलीबेटीमाथि हातपात गर्यो, अर्को अपराधीले सिद्धुपाल्चोकमा गएर हाइड्रो पावरमा सेयर माग्यो, अर्को अपराधीले झापामा गएर 3 जना मिलेर लागु औषधको कारोबार गरे, अर्को अपराधीले नागरिक उड्डयन प्राधिकरणको डीजीकोमा गएर चन्दा र कमिसन माग्यो। यो खालको गतिविधि भइरहेको बेलामा नेशनल भोलिन्टियर फोर्सले यस्ता अपराधिक गतिविधिहरूलाई नियन्त्रण गर्न कानुनलाई हातमा लिएर होइन, कानुनलाई साथमा लिएर राज्यलाई सहयोग गर्नेछ, प्रहरी प्रशासनलाई सहयोग गर्नेछ। अहिले जेएनजीका 43 भन्दा बढी समूहहरू सक्रिय छन्। ती मध्ये 23 वटा समूहले राष्ट्रपतिज्यूकोमा गएर प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन्। हामी ती सबै जेएनजी समूहसम्म नजिक भएर वार्ता गरिरहेका छौँ। ती जेएनजी समूहले बालेनको स्ट्याटसलाई सेनासँग वार्ता गर्नु र संसद विघटन गर्नु बेठिक भयो भन्ने निष्कर्ष निकालिसकेका छन्। उनीहरू संसद पुनर्स्थापना गर्न चाहन्छन्। बालेनको स्ट्याटसले संसद विघटन गर्ने कुरा बेठिक भयो भनेर उनीहरूले भनिरहेका छन्। उनीहरू सरकारमा आफ्नो प्रतिनिधित्व चाहन्छन्। सुशीला कार्की मेरो प्रतिनिधि होइन, सुशीला कार्की त जेएनजीको होजामा हुन् भनिरहेका छन्। उनीहरूले कुलमान घिसिङ मेरो प्रतिनिधि होइन, हामी त भ्रष्टाचार विरुद्ध अभियान चलाएको
कुलमान रामेश्वर खनाल जस्ता विवादित र भ्रष्टाचारमा मुछेका व्यक्ति हाम्रो चाहना होइन भनिएका छन्। त्यसो भएको हुनाले हामी ओरिजिनल जेएनजीको भावना चाहना र मुद्दाहरूलाई जसरी युवा संघ नेपालले जेएनजीहरूसँग निरन्तर अन्तर्संवाद भनेर देशव्यापी एउटा प्रदर्शन गरिरहेको छ, हामीले दाङमा युवा संघ नेपाल मार्फत त्यो कार्यक्रम गरौँ। मधेसमा त्यो कार्यक्रम गर्दा 12 मा केही अवरोध भयो। हामी 7 गते इटरीमा त्यो कार्यक्रम गर्दैछौँ सुनसरीमा, 8 गते हामी कास्कीमा त्यो कार्यक्रम गर्दैछौँ पोखरामा, 9 गते हामी सुर्खेतमा गर्दैछौँ। सम्भवतः 10 गते हामी मधेस नेशनल युथ भोलिन्टियर फोर्सको गठन सायद 12 जिल्लामै गर्ने हामी सोचिरहेका छौँ। र बाहिरका जेएनजी साथीहरूलाई तपाईहरु भ्रममा नपर्नुहोस्, यो युवा संघ अथवा यो भोलिन्टियर फोर्स कुनै जेएनजी समूहको विरोधी फोर्स होइन, यो जेएनजी को भावना अनुसार चल्ने फोर्स हो। हामी 12 मा भोलिन्टियर फोर्सको गठन गरेर तपाईहरुको भावना के हो त्यसलाई हामी सम्बोधन गर्नेछौँ। तपाईहरुका विचार छ, भावना छ, तपाईले यो गएको मञ्च अहिले बनाउन सक्नुहुन्न। मैले कतिपय जेएनजी साथीहरूलाई भने तिहारमा देउसी खेलिन्छ, भैली र देउसीको दिन रातभरि देउसी खेलेपछि टिकाको दिन टिका लाउँदा दिदीबहिनीले टिका लगाइरहेका हुन्छन्, अनि त्यो दाजुभाइको आँखामा चाहिँ देउसी रे राखेर हुन्छ, किनभने 2 दिन देउसी खेल ह्याङ हुन्छ। अब जेएनजी को नाममा जतिसुकै देउसी रे भने पनि 23 र 24 गते जस्तो देउसी खेल्न कोही आउँदैन। जनमत एमालेपट्टि छ, जनमत युवा संघपट्टि छ। आज माइतीघरदेखि बानेश्वरसम्म अट्टाअट नखादिने गरेर हामीले आज भेला गर्यौं। यो हाम्रो आम आह्वान होइन, हामीले यो सिलेक्टेड युवाहरू मात्रै डाकेका छौँ र 20,000 युवा डाक्यौं। अब जनमत कता छ भन्ने कुराको परीक्षण आज हामीले साबित गरिदिएका छौँ। 23 र 24 गते जेएनजी युवाहरूले यो सडक जसरी ढाकेका थिए, आज 2.5 महिना पछाडि यो सडक अब अराजकको अपराधीहरूले होइन, अब नेकपा एमालेले युथ भोलिन्टियर फोर्सले यो सडक अब प्रदर्शन गर्छ भनेर हामीले देखाएका छौँ। त्यही भएर जेएनजीहरूसँग हामी अन्तर्संवाद गर्न चाहन्छौँ, उनीहरूको भावनालाई सम्बोधन गर्न चाहन्छौँ। जेएनजीका नाउँमा मधेसमा एमालेको सरोज यादव मुख्यमन्त्री भएको रिस फोर्न कोही लागेका छन्। सिमरामा 5 दलीय गठबन्धनबाट मेयर जितेको माओवादीका साथीहरू त्यहाँ लागेका छन्। रवि लामेछाने लगायतका नेताहरूको हरिविजोग भए पछाडि राष्ट्रवादका मान्छे त्यहाँ लागेका छन्। राजा ल्याउने सपना पूरा नभएको र दुर्गा प्रसाद गिरफ्तार भए पछाडि राजावादी भनाउँदीहरू त्यहाँ लागेका छन्। यद्यपि दुर्गा प्रसाईको पछिल्लो गिरफ्तार गर्न नहुने थियो भन्ने हाम्रो कुरा छ, किनभने कुनै पनि सूचनाहरू सार्वजनिक गरे बापत व्यक्तिलाई गिरफ्तार हुन पाइँदैन भन्ने हाम्रो कुरा छ। तथापि उनीहरूका मान्छे पनि त्यहाँ लागेका छन् भन्ने हामीले सूचना पाएका छौँ। त्यत्रो धेरै दल मिल्दा 50-60 जना मान्छेले जुलुस गरे। म डलरवादी श्रमजीवी पत्रकारलाई होइन है यो कुरा, फेरि पत्रकारलाई एमालेले गाली गर्नु, डलरजीवी पत्रकारहरूलाई म भन्न चाहन्छु, 12 को घटनामा 23 र 24 गतेका फुटेजहरू जोडेर जुन भयावह बनाएर नेपाली समाजमा आतंक सिर्जना गर्नुभयो, डलरवादी पत्रकारहरू पनि यो समाजमा आतंक फिर्याउने कुराका मुख्य भूमिका खेलिरहेका छन्। र हिजो सरकारले मोनिटाइज गरेको कारणले पैसा कमाउनको निमित्त समाज भाड्न पाइँदैन, त्यस्ता डलरवादी पत्रकारलाई पनि सम्झाउने काम नेशनल भोलिन्टियर फोर्सले गर्नेछ। र म जेएनजी भाइ बहिनीलाई भन्छु, साराका रिस पोख्ने अपराधीहरू, सारा पूर्वाग्रह राख्ने अराजकहरू तपाईको ब्यानरमा समावेश नहुन्। त्यहाँ 12 मा किसान श्रेष्ठको घर जलाउनेदेखि सरकारी कार्यालय जलाउने अपराधीहरूसँग त्यहाँ संलग्न छन्। उनीहरूलाई 12 पुलिसले पक्रापुर्जी जारी गरिसकेको छ। सरकारले तिनीहरूलाई गिरफ्तार गर्न म अनुरोध गर्छु। सरकारको भनेअनुसार हामीले 2 जना हाम्रा वडा अध्यक्षहरूलाई त्यहाँ बुझाइदिएका छौँ ब्यालेन्स गर्नको निमित्त भनेर। म त्यसलाई ह्यान्डल गर्न अनुरोध गर्छु। त्यो ह्यान्डल गर्न सकिँदैन भनेको आधारमा एमालेको कार्यक्रम नरोकौँ। आजका प्रमुख अतिथि आदरणीय पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यू आइसक्नु भएको छ। म
कमरेड केपी शर्मा ओलीज्यूलाई स्वयंसेवक साथीहरूले शानदार ढङ्गले अगाडि ल्याइरहनु भएको छ। नारा लगाएर मलाई साथ दिनुहोला। नेकपा एमाले, नेकपा एमाले, अघि बढ केपी बा, अघि बढ केपी बा, अघि बढ केपी बा। नेकपा एमाले जिन्दाबाद, नेशनल युथ भोलिन्टियर फोर्स जिन्दाबाद, राजनेता केपी ओली जिन्दाबाद, अघि बढ केपी बा, अघि बढ केपी बा। नेशनल भोलिन्टियर फोर्सको लोगो सहितको टोपी लगाएर कमरेड भानुभक्त ढकालले हाम्रो प्रमुख अतिथिलाई स्वागत गरिसक्नु भएको छ र आदरणीय कमरेड केपी शर्मा ओलीज्यूलाई प्रमुख अतिथिको हैसियतले आसन गर्न अनुरोध गर्न चाहन्छु। त्यो अहिले भान्दाले घोषणा गर्नुहुनेछ। यसको केन्द्रीय कमान्ड हुनेछ। यसको प्रदेश तहमा, केन्द्रीय तहमा यसको एउटा कमान्ड हुन्छ, प्रदेश तहमा यसको युनिफाइड कमान्ड हुन्छ, जिल्ला तहमा यसको कोअर्डिनेटर कमान्ड हुन्छ, पालिका तहमा यसको एक्टिभ कमान्ड हुन्छ र टोल टोलमा टोल सुरक्षा कमान्ड हुन्छ। यो सबै कमान्डलाई 2 महिनाभित्र हामी टोलसम्म यसको कमान्ड बनाउनेछौँ। आज बनाएको केन्द्रीय कमान्डले प्रदेश तह र जिल्ला तहका कमान्डहरूको यसको नेतृत्व गर्नुहुनेछ। उहाँहरूमध्येबाट प्रत्येक प्रदेशमा हामी कमान्ड घोषणा गर्नेछौँ, प्रत्येक जिल्लामा हामी कमान्ड घोषणा गर्नेछौँ। अबको 2 महिनाभित्र नेकपा एमालेसँग यति ठुलो ताकत हुनेछ कि केपी बाले सिट्टी लाउनु भयो भनेपछि 2 लाख युवा काठमाडौँमा आउनेछन्। यो खालको यो कमान्ड बन्नेछ। प्रत्येक प्रदेशमा प्रदेश तहका इन्चार्ज अध्यक्षले सिट्टी लगाएपछि, जस्तो यहाँ राजन भट्टराई र कैलाश ढुङ्गेल कमरेड हाम्रो इन्चार्ज अध्यक्ष हुनुहुन्छ, उहाँहरूले यो कमान्डको राजनीतिक नेतृत्व गर्नुहुनेछ। उहाँहरूले सिट्टी लगाएपछि बागमतीले 1 लाख युवा उतार्ने गरेर यसको तयारी हामी गर्छौँ। प्रत्येक जिल्लाले कमसेकम जिल्लाको हैसियत अनुसार 5,000 देखि 10,000 युवा निकाल्न सक्ने यसको हैसियत बनाउँछौँ। हामी सकेसम्म यसलाई 6 महिनाभित्र तलसम्म यो बनाउने छौँ र आजको केन्द्रीय कमान्डले यो दायित्व पुरा गर्नेछ। मैले अघि पनि भने अब यसले सिंहदरबार जल्न दिने छैन, अब जनताको घर जल्न दिने छैन, अब औद्योगिक प्रतिष्ठान जल्न दिने छैन, अब जनतालाई असुरक्षित हुन दिने छैन र यसले बिग्रेको पद्धति, लोकतन्त्रमाथिको हमला, विधिको शासनलाई यसले ठिक ट्र्याकमा ल्याउन भूमिका खेल्नेछ। यो राष्ट्रियताको पक्षमा प्रतिबद्ध हुनेछ। लोकतन्त्र, विधिको शासन र मानवीय सेवामा यो प्रतिबद्ध हुनेछ। यो अनुशासनको एउटा फलामित अनुशासनको दायरामा यो बस्नेछ। यसले आफू गल्ती गर्ने छैन, यसले गल्ती पनि सहने छैन। यो आफू डराउँदैन र अरूलाई पनि यसले डर देखाउँदैन। यसले कसैमाथि आतंक सिर्जना गर्दैन, कसैलाई हमला गर्दैन। यसले कानुनलाई कहिले पनि हातमा लिँदैन। यसले राज्यको संविधानको सहयोगी भूमिका खेल्छ। यसो गर्दा गर्दै पनि राज्यले हामीमाथि वक्र दृष्टि लगाउने, हाम्रो नेतालाई अनेक झुटा मुद्दा लगाउने, हाम्रो नेतालाई बयानको नाममा बोलाउने भन्ने जुन धम्कीपूर्ण भाषा आइरहेको छ, आज माइतीघरदेखि बानेश्वरसम्म हिँडेको यो शक्ति शान्तिपूर्ण शक्ति हो। हामीले देखाएका हौँ हामी शान्तिपूर्ण शक्ति कुन नगरी देखाउँछौँ भनेर। होइन, यो शान्तिपूर्ण शक्तिलाई बानेश्वरबाट माइतीघरतिर होइन, बानेश्वरबाट सिंहदरबारतिर ल्याउनुहोस् भनेर सुशीला आमै र ओम प्रकाशजीले निम्तो दिनुहुन्छ भने, अथवा उहाँले बनाउनु भएको आएको गौरीबहादुर कार्कीजीले निम्तो दिनुहुन्छ भने त्यो निम्तो स्वीकार्न हामी तयार छौँ। हाम्रो नेतालाई अनावश्यक दुःख दिने, बयानमा बोलाउने र धरपकड गर्ने काम भयो भने यो फोर्सलाई × 5 गर्नुहोस्। अहिले 20,000 गयो, त्यसलाई × 5 गरेर 1 लाख बनाउँछौँ र सिंहदरबारभित्र जान्छौँ र तपाईँहरूलाई हिजो जेन्जीको आन्दोलनका नाउँको अपराधीहरू जस्तो तोडफोड गरेर जलाएर होइन, माला लगाएर ससम्मान सिंहदरबारको कुर्सीबाट झिकेर एयरपोर्ट लगेर तपाईँ प्रधानमन्त्री र मन्त्रीहरूका 11 जनाका छोराछोरी विदेश छन्। हाम्रा छोराछोरीले नेपो बेबी भन्नुहुन्थ्यो। तपाईँहरू सबै नेपो बेबीको मम्स एन्ड ड्याड्सहरूलाई विदेश पठाएर बाई बाई गराउन सक्ने हैसियत
हामीसँग छ। त्यही भएर हाम्रो संविधानलाई हाम्रो विधि लोकतन्त्र राष्ट्रियताप्रतिको बद्धतालाई कमजोरी नठान्नको लागि म सरकारलाई पनि अनुरोध गर्छु, अराजक र अपराधीलाई पनि अनुरोध गर्छु। कस्ता कस्ता कहाँ गए मुसा छोरा दरबार। अब कसैले हामीले च्यालेन्ज गर्न नसकेर एउटा अपराधी, एउटा फन्टुस, एउटा सोसियल मिडियाको इन्फ्लुएन्स गर्ने मान्छे, एउटा अनेक ढङ्गका रमिचकी मान्छेले हामीलाई च्यालेन्ज गरिरहेका छन्। हामी तपाईँहरूले दिनुभएको बौद्धिक च्यालेन्जलाई स्वीकार गर्छौँ। हाम्रो चरित्र हत्या गरेर हाम्रो जुन ढङ्गले तपाईँहरू नेपालमा बसेर विदेशमा भागेर पनि गरिरहनु भएको छ, तपाईँहरू सबैलाई हिसाब गरेर कानुनी दायरामा हामी ल्याउँछौँ। यो कुरामा सरकारले ध्यान दियोस्। सबभन्दा छोटो बाटो फास्ट ट्र्याक बाटो सुशीला आमाले राजीनामा दिनुहोस् र विधि पद्धतिमा चल्न दिनुहोस्, मुलुकलाई लोकतन्त्र संस्कार गर्न दिनुहोस्, दलहरूलाई राजनीति गर्न दिनुहोस्। दलभन्दा बाहिरबाट राजनीति चल्दैन। दाई गोरुले गर्ने हो, बोका बाख्राले दाई हुँदैन। अहिले बोका बाख्रा दाई गोरुमा गएका छन्, बोका बाख्राबाट दाई हुँदैन, दाई गोरुले गर्ने हो। अब दलहरूले सत्ता चलाउँछन्, यति कुरा म राख्न चाहन्छु। र अब भन्ने नेसनल भोलिन्टियर फोर्सका सम्पूर्ण टिमलाई अग्रिम बधाई दिँदै अब यस पछाडि भानु दाईले नेसनल कमान्डको घोषणा गर्नुहुनेछ। त्यस पछाडि राष्ट्रवादी नेता राजनेता केपी शर्मा ओलीज्यूले सम्बोधन गरेपछि कार्यक्रम सकिनेछ। सबै युवाहरू त्यति जेसम्म ढुक्क भएर बस्न अनुरोध गर्दै मेरो भनाइ टुङ्ग्याउँछु। हस्त धन्यवाद, अभिवादन।